हरियो खेतबारी र नीलो आकाशसँगै एउटा सानो परम्परागत नेपाली घर। घरको ढोकाबाट रामु नामको सानो बालक खुसीसाथ बाहिर दौडेर आउँछ। उसको हातमा सानो खेलौना छ। उसको पछाडि वफादार खैरो सेतो कुकुर भोलु हर्षित हुँदै पुच्छर हल्लाउँदै दौडिरहेको छ। वातावरण रमाइलो, खुसी र ऊर्जाले भरिएको छ। हरियो घाँसले भरिएको गाउँको बाटो। रामु खुसीसाथ दौडिरहेको हुन्छ, तर अचानक ठोकिएर लड्छ। उसको हातको खेलौना भुइँमा खस्छ। तुरुन्तै भोलु उसकोतिर दौडेर आउँछ र उसको लुगा तानेर उठ्न मद्दत गर्छ। रामुको अनुहारमा माया र कृतज्ञताको मुस्कान देखिन्छ। वातावरण न्यानो, भावनात्मक र मित्रताले भरिएको छ। गाउँको आकाशमा कालो बादल मडारिन्छ, बिजुली चम्किरहेको छ। रामु डरले ठूलो आँखाले आकाश हेर्छ। उसको हातमा अझै खेलौना छ। उसको वफादार कुकुर भोलु तुरुन्तै उसको छेउमा उभिन्छ, साहस र सुरक्षाको भाव देखाउँदै। भोलुको उपस्थितिले रामु ढुक्क हुन्छ। वातावरण भावनात्मक र मन छुनी मित्रता र निष्ठाले भरिएको। फेरि उज्यालो आकाश, गाउँ, हरियो खेतबारी र घरको पृष्ठभूमि। रामु र भोलु दुवै खुसीसाथ खेल्दै र दौड्दैछन्। उनीहरूको अनुहारमा रमाइलो र आनन्द। उज्यालो घाम झुल्केको दृश्य। पर्दामा सुनौलो अक्षरमा लेखिन्छ,